हेलो गाइस, आज म यस्तो वाला केक बनाउनुवाला छु जसमा रेड वेलवेटको फ्लेभर दिएको छ र डिजाइन चाहिँ बोवाला छ। बनाउनु त यसमा चाहिँ मैले स्पन्ज राखेँ। यो क्रम कोट मैले गरिसकेको छु। लेयरिङ चाहिँ मैले अघि नै गरेको। कस्टमरले हल्का लाइट पिङ्कमा आइसिङ गरेर पाइपिङ पनि गर्नु भन्नुभएको थियो, त्यही भएर मैले हल्का हालेको छु। अब आइसिङ गर्दैछु। आइसिङ गर्दै सकेसम्म अलि छिटो गर्नुपर्छ, किनकि छिटो भयो भने चाहिँ सुक्ने यताउति अनि झन् गर्मीमा अहिले किलो हुने चान्सेस छ। त्यही भएर भिडियो हेरिदिनुहोस् होला अन्तिमसम्म। क्रम कोट हल्का माथि पनि मिलाउँदैछु म अहिले। अब मिलाउँदै गर्दाखेरि यो भयो केक आइसिङ लगाउनु फिनिसिङ भयो। ल त्यसको लागि मैले यो 3टा नोजल राखेको छु, पाइपिङ गरेको छु। माथिको चाहिँ मैले बिर्सेको छु भिडियो गर्नलाई। अब यो पाइपिङ यताउति गरिदिएको छु, हल्का साइड डिजाइन। त्यसपछि मैले पो चाहिँ स्टकमा बनाइराखेको थियो, आइरहेको छ आजकल यस्तो पोवाला डिजाइन हेर्ने भाइरल छ। र मैले टक 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 गरेर पो पनि सबै हालिसकेँ। भित्र अलि अँध्यारो भइरहेको थियो, त्यो बाहिर ल्याएर नै हालेँ। यो भयो मेरो केक लगभग फिनिसिङ। अब मैले मेसेज लेख्नु पर्यो। बिहेको सिजन आइरहेछ र कतै अहिले चाहिँ ब्राइड बिहेको केकहरू आइरहेछ। सो त्यो चाहिँ साथीले उसको साथीको लागि केक अर्डर गरिदिनु भएको, हल्का डेकोरेसन पनि गरिदिएको छु। त्यसको लागि स्प्रिङ्कल हालिदिएको छु। केक मेरो रेडी भयो। मैले यस्तो फोटो खिचेको, अघि थियो फोटो चाहिँ मैले खिचेको होला।